चोबार गणेशस्थानको मुख्य गेट नालाहरू चोबार गणेशस्थानमा पुरानो घरहरू कीर्तिपुर नगरपालिकाको चोबार गणेशस्थानको गजुर यही हो। गणेश मन्दिरको गजुर मन्दिरभित्रको प्रवेश त्यहाँबाट जाने। भित्र गणेशको मन्दिर छ, भित्र फोटो खिच्न दिँदैन। यो गणेश मन्दिर थान चोबार गणेशस्थानमा रहेको यो ढुङ्गामा चाहिँ ढाड राखेर सुत्यो भने ढाड दुखेको निको हुन्छ भन्ने उखान छ। यो चाहिँ परापूर्व कालमा बनेको मन्दिरको चारै कुना यो भयो। यहाँबाट जल विनायक यो यहाँ चाहिँ छेडा खोला छ, मन्जुश्रीले काटेको छेडा यहीँ हो। यहीँबाट चाहिँ पानी बगेर आउँछ। यो पुरानो बिल्डिङहरू यत्तिकै भग्नावशेष अवस्थामा छ। चोबार गणेशस्थान ढुङ्गा छ, ककारो भन्छ यसलाई। छेडो हो यो। यहाँ सुरुङहरू पनि छ त्यहाँभित्र। यो चाहिँ मन्जुश्रीले काटेको छेडा हुन्छ यसलाई। काठमाडौँ उपत्यकाबाट बगेर आउने पानी सबै यसैबाट पास हुन्छ ल। चोबार गणेशस्थानको पार्किङ एरिया, फ्रन्ट एरिया, हिमाल पहाड, गणेश मन्दिरको चाहिँ नि यो मन्जुश्री पार्क, पसलहरू। पहिले यहाँबाट चाहिँ आउने बाटो थियो, अहिले छैन। अहिले यस्तो बनाएछ। यो जिपलाइनमा खेल्न मिल्छ। यहाँ पिकनिक सिकनिक पनि आउन मिल्छ। ल सरहरू गाडी लिएर आउनु भएछ।